ल आज चाहिँ म कति महिना पछाडि हो यार बाइक किनेपछि मात्रै कपाल काट्छु भनेर राखिरहेको थिएँ बाइक पनि आयो सबै कुरा भयो आज चाहिँ म कपाल काट्दैछु है एकछिन हान त क्यामेरामा चाहिँ हाम्रो लाइभ बस्नु भएको दाइ भाइ छ है होइन यो रेकर्ड गरेको उसमा चाहिँ मास्टर बार्बर चाहिँ हाम्रो अनिल भाइ क्यामेरामा चाहिँ के अरे अशोक भाइ ल सुई हाम्रो के हो दाइ फोन पनि यो त अनि नयाँ पो छ त हौ दाइ कति सिसीको हो दाइ यो 1865 हो 1800 सिसीको है तर कस्तो हल्का जस्तो हुन्छ है किन अनि फोकस मात्र गरिरहेछ दाइ त्यो उमा सिनेम्याटिकमा गरेको क्या अनि यो त भएन नि त अनि कसरी त्यो यस्तो यस्तो एरो आउँछ नि त्यहाँनिर क्लिक क्लिक गर न अनि सिनेमेटिकबाट गर्नुभएको छ कि दाइले फोकेबाट गर्नु छ भिडियो दामी आउँछ नि फोके हो यो फोके होइन सिनेमेटिक हो होइन अर्कैबाट गर्नु यो त राम्रो हुँदैन अझै भएन भने चाहिँ अर्को चाहिँ एरो टाइम ल्याप्समा पनि राख्नु दाइ टाइम ल्याप्समा कसरी के बोल्दै पनि गर न कपाल त लामो भइसकेछ तर अगाडि पो मिस्टेक भएछ के मिस्टेक भयो रोप्नु पर्ने भयो दाइ अब बुढो भयो नि यहीँ बस्दा बस्दै कपाल भयो क्या आम्बो को हो फेरि फ्रेममा अर्को मान्छे पनि आइपुग्यो त हौ यताबाट टल्किने रहेछ हौ बेकार लाग्यो दाइ यहीँ आएको त्यही कन्ट्याक्ट लु दाइ यहीँदेखि आउनु हो नि त दाइले ब्लड ब्याक चाहिँ किन्नु पर्छ नि त्यो त पहिले नै त्यो अर्को बाइक किन्दै किनेको थियो दाइ कस्तो बाइक किनेर चाहिँ अनि कपाल काट्ने भन्नुभएको हो नि हट कस्तो बाइक किनेर मात्र कपाल काट्ने भन्नुभएको त अनि बर्बाद भयो त यसरी त अनि यत्रो लामो भइसकेछ पछाडि त तर पहिला नै अगाडि मात्र काट्नु हुन्थ्यो ल यतिको कान्छ हानो अरे भिडियोमा आउनु यताबाट नै हान्दैन पऱ्यो अर्को दाइलाई पनि ल र हाम्रो युकेबाट आउने दाइलाई पनि स्वागत छ हाम्रो गाइजहरू पनि यहाँ भर्खर फ्रान्सबाट म पनि रोमानियाबाट भएको त है मलाई भन्नै बिर्सेछु साँच्ची कस्तो भयो भाइ ट्याटो कतिवटा हान्यो ट्याटो हान्यो 14 दिन जस्तो हान्यो रेस्ट हान्यो त्यसको लागि नन स्टप हान्यो एकदम टुपान यति भयो दाइ कपाल काटेर त बर्बाद होला जस्तो छ त तालु पो देखिएला जस्तो छ होइन खुल्लाइदिने हो भिडियो बनाऊ टिकटक हुन्छ अलिक कस्टमाइज हाल्नु पायो भने चाहिँ राम्रो हुन्छ अब टायर चाहिँ ठुलो फेर्नु नि त यार टायर यस्तो मसँग यहाँबाट यस्तो राम्रो हुन्छ भाइ जिरो गर्नु होइन मेडल पनि देखिरहेको रहेछ त्यसको बारेमा भन्नु न त्यो पनि कन्सर्टमा पाएको हो नि त त्यो मेटालिकाको लाइभ कन्सर्ट मैले त हेर्नु पाउँदैन फालिँदो रहेछ क्या त्यो सकेपछि पछाड मछाड हुँदो रहेछ फेरि त्यहाँ ब्यान्डै आएको क्या डार्क त्यो एल्बम बजाउनु मात्र आएको एउटा हो डार्क साइड अफ द मुन भन्ने बजाउनु मात्र आएको फाइनल फाइनल टुर गरेको त उयो रोजर वाटर मात्र हो नि बेसी छैन नि फाउन्डर हो नि त्यो त खतरा हो नि त्यो त त्यही भन्दाखेरि
गोली हान्दै छोड्यो हानेर भाइ ए अँ त्यो सटरभित्र लुकिरहेको छ भूमिगत भइरहेको छ तर पक्रिनु भएको थियो नि त किन त्यो भित्र लुकाउ भनेर त वान टेकमा चाहिँ झाले क्या मोस्ट वान्टेड क्रिमिनल हाम्रो दाइको पनि दाइ पनि अब लजाउनु छोडेछ नि ल अब चाहिँ कति महिना पछाडि टक्क बाइक किनेपछि चाहिँ कपाल सपाल काट्यो होइन फर्स्ट टाइम आज चाहिँ आफ्नो बाइक चाहिँ 20 युरो पैसा तिरेर पनि काटेको छ है ल थ्याङ्क यू सो मच